नमस्कार सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ हाम्रो ज्ञानघर पाठशाला युट्युब च्यानलमा। आजको क्लासमा हामी बिएलई स्पेशल साधारण ब्याजसँग सम्बन्धित समस्याहरूको समाधान गर्नेछौँ। अब ढिलो नगरिकन चाहिँ हाम्रो आजको क्लासलाई सुरु गर्न चाहन्छु। पहिलो प्रश्न छ, सुमित विदेशबाट फर्किँदा रु 80,000 ल्याएका थिए। तत्कालै यो पैसा आवश्यक नपरेकाले वार्षिक 10% ब्याज दरले ब्याज पाउने गरी 4 वर्षका लागि सो रकम पेम्बालाई ऋण स्वरूप दिएछन्। अब प्रश्न छ, साधारण ब्याज पट्टा लगाउने सूत्र लेख्नुहोस्। अब यहाँ चाहिँ हामीले साथीहरू टर्म्सहरू बुझ्नुपर्ने हुन्छ, दिएको कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। सुमित विदेशबाट फर्किँदा 80,000 ल्याएका थिए भने यो 80,000 चाहिँ हाम्रो सावा हो हैन। तत्कालै यो पैसा आवश्यक नपरेकाले चाहिँ 10% ब्याज दरमा यो चाहिँ हाम्रो ब्याज दर भयो, आर भयो, रेट है, रेट अफ इन्ट्रेस्ट। अनि कति वर्षको लागि लगानी गरेका थिए, ऋण स्वरूप दिएका थिए पेम्बालाई 4 वर्षका लागि, यो चाहिँ हाम्रो टाइम भयो। ठिक छ, यी कुराहरू बुझिसकेपछि अब चाहिँ हामी क नम्बरको समाधान निकाल्छौँ। साधारण ब्याज पट्टा लगाउने, सिम्पल इन्ट्रेस्ट पट्टा लगाउने फर्मुला के हो साथीहरू? सिम्पल इन्ट्रेस्टलाई चाहिँ हामी आईले सिम्बोलाइज गर्छौँ। आई इक्वल टु पी इन्टु टी इन्टु आर बट्टे 100। यति भइसकेपछि साथीहरू अब हामी ख नम्बरको प्रश्नमा जान्छौँ। सुमितले 4 वर्षपछि पाउने साधारण ब्याज कति होला पट्टा लगाउनुहोस्। अब यहाँ चाहिँ सावा कति छ? रु 80,000। 80,000 चाहिँ हाम्रो सावा हो है। अनि समय कति छ? 4 वर्ष, ब्याज दर 10%। अब साधारण ब्याज निकाल्नु पर्ने छ साथीहरू। साधारण ब्याज निकाल्ने सूत्र के हो? आई इक्वल टु पी इन्टु टी इन्टु आर बट्टे 100। पी भनेको कति छ? 80,000। टी टाइम कति छ? 4 वर्ष। अनि ब्याज दर कति छ? आर 10%। पीटीआर 80,000 इन्टु 4 इन्टु 10 बट्टे 100 गरेपछि हाम्रो कति आयो? 32,000 आयो। अब चाहिँ सुमितले 4 वर्षपछि पाउने साधारण ब्याज कति रहेछ त साथीहरू? 32,000। यो चाहिँ लेख्नु होला है त। अब चाहिँ तेस्रो प्रश्न छ, यदि सुमितले 80,000बाट रु 10,000 आफूले खर्च गरी 80,000बाट 10,000 आफूले खर्च गरी बाँकी रकम उसको साथीलाई दिएको भए 4 वर्षपछि सम्पूर्ण ऋण चुक्ता गर्दा पेम्बाले एकमुष्ट कति रकम तिर्नु पर्थ्यो होला भनेर चाहिँ पत्ता लगाउनु पर्नेछ। अहिलेको केसमा के छ साथीहरू? 80,000 सावा होइन, अहिले चाहिँ 80,000बाट 10,000 उसले आफू खर्च गरिसक्यो भने 10,000 त घट्छ सावाबाट, हो कि होइन? किनभने उसले खर्च गरिसक्यो। त्यसपछि जुन बचेको बाँकी रकम उसले साथीलाई दिएको भए 4 वर्षकै लागि है त। 4 वर्षपछि सम्पूर्ण ऋण चुक्ता गर्दा जो ऋणी साथी छ, ऋण लिएको पेम्बा, उसले चाहिँ एकमुष्ट कति रकम तिर्नु पर्थ्यो? एकमुष्ट भनेको चाहिँ मिश्र धन पट्टा लगाउनु पर्छ अहिले चाहिँ है त। अब हामीले के गर्छौँ साथीहरू? सावा पी चाहिँ हाम्रो कति हो? 80,000बाट कति घटाउनु पर्यो? 10,000 खर्च गरेको छ नि त। 10,000 त आयो कति हाम्रो? 70,000। यो चाहिँ हाम्रो के हो? सावा। अब टाइम उत्तिकै छ साथीहरू, 4 इयर्स नै राख्ने है त। अनि ब्याज दर पनि 10% नै छ है त। मात्र यहाँ सावा चेन्ज भयो। अब चाहिँ हामी के गर्छौँ साथीहरू? सुरुमा ब्याज नै निकाल्छौँ। ब्याज निकाल्छौँ पीटीआर बट्टे 100। अब पी भनेको अहिले कति छ? 70,000 गुणा टी टाइम कति छ? 4 इयर्स। अनि ब्याज दर 10 छ है त। अब 100ले भाग गर्छौँ। 100को 2टा 0 र 70,000 को 2टा 0 काटेँ, बच्यो कति? 7 चौको 28, 28,000 आयो। अहिले चाहिँ कति आयो साथीहरू? 28,000 आयो है त। अब चाहिँ के हुन्छ? 28,000 त हाम्रो यो साधारण ब्याज हो, 4 वर्षपछि पाउने। अब यहाँ चाहिँ के छ? पेम्बाले यदि एकमुष्ट चुक्ता गरिन् भने, एकमुष्ट चुक्ता गर्नु भनेको त के हो साथीहरू? मिश्र धन। मिश्र धन ए इक्वल टु, मिश्र धन निकाल्ने सूत्र के हो? पी प्लस आई। सावा र ब्याज सहित फिर्ता गर्नु पर्यो, हो कि होइन? सावा कति छ? 70,000 प्लस 28,000 चाहिँ के हो? ब्याज। अब 70 मा 28 जोड्दाखेरि कति हुन्छ साथीहरू? 98,000। 98,000 रुपैयाँ चाहिँ पेम्बाले एकमुष्ट फिर्ता गर्छिन्। यति कुरा भयो। यस्तो खालको प्रश्न चाहिँ निकै सम्भावित हुन्छ साथीहरू, त्यसैले ख्याल गर्नु होला, मजाले तयारी गर्नु होला, एकदमै बेस्ट हुन्छ। अब चाहिँ हामी दोस्रो प्रश्नलाई हेर्छौँ साथीहरू। एट व्हाट टाइम द सम अफ 5,000 विल बी डबल्ड एट द इन्ट्रेस्ट रेट अफ 10% पर एनम। कति समयमा 5,000 रकम
वार्षिक 10% ब्याज दरमा डोब्बर हुन्छ। अब चाहिँ यहाँ हामी चाहिँ दिएका कुरा लेख्छौँ है त साथीहरू। यहाँ सामा कति भयो हाम्रो? सामा p = 5000 हैन। त्यसपछि हाम्रो दिएको अर्को कुरा के छ? आर दिएको छ, ब्याज दर 10%। अनि कति समयमा 5000 रकम वार्षिक 10% ब्याज दरमा डोब्बर हुन्छ? डोब्बर हुन्छ भनेको डबल हुन्छ, यानि कि सामा ब्याज सहित एकैचोटि डबल हुन्छ नि त। सामा र ब्याज मिलेर भने त्यो चाहिँ के भयो हाम्रो? अमाउन्ट ए भयो, मिश्रधन। कति हुन्छ? डोब्बर भनेको 5000 को 10000। अब चाहिँ सुरुमा हामी के गर्छौँ साथीहरू? ब्याज पट्टा लगाउँछौँ। पट्टा लगाउनु पर्ने चाहिँ हाम्रो समय हो। कति समयमा भनेको छ? t = 8। अब चाहिँ हामी सुरुमा के पट्टा लगाउँछौँ? ब्याज पट्टा लगाउँछौँ। ब्याज पट्टा लगाउने सूत्र के हो साथीहरू? a - p। यो चाहिँ कहाँबाट आयो? a = मिश्रधन निकाल्दाखेरि, अमाउन्ट निकाल्दाखेरि चाहिँ हामी के गर्छौँ? p + i गर्छौँ। अब अहिले चाहिँ i निकाल्दाखेरि चाहिँ a - p गर्छौँ है त। के निकाल्नको लागि? i निकाल्नको लागि a - p। यो p यता आयो भने माइनस हुन्छ अनि i आउँछ। अब i निकालिरहेछौँ हामी साथीहरू। i = a भनेको हाम्रो कति छ? 10000। p कति छ? 5000। कति आयो साथीहरू? 5000 नै आयो है। अब i आइसकेपछि हाम्रो निकाल्नु पर्ने समय हो। फेरि समय t = समय निकाल्ने सूत्र के हो? i × 100 बट्टे, अब PTR बट्टे 100 को फर्मुलाबाटै हामीले बनाएको हो। i × 100 गऱ्यौँ भने हाम्रो के बच्छ? p × r बच्छ है त। अब i कति छ? 5000 × 100। p कति छ? p पनि 5000 नै छ। इन्टु r कति छ हाम्रो साथीहरू? 10% 10। अब 5000 र 5000 काटिन्छ। अब 10 10 जा 100, 10 1 जा 10, 10 10 जा 100। कति आयो? 10 आयो। 10 भनेको 10 वर्ष, 10 इयर्समा चाहिँ डबल हुन्छ। 10 वर्षमा 5000 रुपैयाँ चाहिँ 10% ब्याज दरले के हुन्छ त? डोब्बर हुन्छ भनेर पट्टा लगायौँ है त साथीहरू। आशा छ मजाले बुझ्नुभयो होला। यदि बुझ्नु भएन भने कमेन्टमा राख्नुहोला र यस्तै खालको प्रश्नहरूको समाधानको लागि तपाईहरूले प्रश्नमा राख्नुहोला। हामी चाहिँ समाधान लिएर आउनेछौँ। थ्याङ्क यू सो मच। सब्सक्राइब टु आवर च्यानल। थ्याङ्क यू सो मच।